ए कसो एघारमा कसो न मालिक कहाँ छन् के हो मालिक त अब कहाँ पैसो कमाउने भनिकन बाहिर गएका छन्। अब पछि दाल चामल ल्याउला। के हो यो सुकुम्बासीहरूले सब जग्गा छोड्नु यो सरकारी जग्गा छोड्नु बोङ गर्नु भने होइन अहिलेसम्म किन छोड्यो अब डोजर आउँदैछ सबका घर भत्काउनु लागि बाहिर आऊ तिमी बाहिर बाहिर के हो यो यसरी यसरी बोङ गर्ने अहिलेसम्म त्यो किन नगरे आयो तिउडै बस्नु पर्दैछ। के बस्ने अब सुकुम्बासीहरूलाई व्यवस्था गर्ने भने सब डोजर आएर फालिदियो नफाल्नुहोस्। ओ बुढी यो के फाली त पाल्छ यो पाल्छ टेन्ट किन फाली त त्यहाँ त अहिलेको नयाँ सरकार आयो। नयाँ सरकारले के गर्ने त यो अब सुकुम्बासी भनिकन घर पुरो भत्काइदियो। अब कहाँ बस्ने त बुढा के गर्ने अब के ल्यायो त त्यो यो अहिले यो 100 रुपियाँ पर एका बिचरालाई काम गरिदियो भने 100 रुपियाँ दिइसो चाउल ल्याएँ अहिले दुई बुढाबुढीको खाऊँ ल दाल ल्याएँ नापै यो अब यो ल्याएँ टमाटर प्याज ल्याएँ यो त ल्याइसे त क्यान ल्या तेल पनि छैन नुन पनि छैन। अब काउनु बनाइ खाने आज बनाउने पनि भाँडो छैन। अहिले क्या दे बुढी रुपियाँको काहीँ कमाइ भएन 100 रुपियाँ कमाएपछि यति ल्याएँ अब त्यो ताता पनि नहाल तेल नभएपछि क्या द्या अब त्यसै पनि यो बुढी त सुक्दिन नि त नखाएपछि अध्यक्ष आइ त अब बुढी क्या द्या यो के गर्ने आज यो मेरो भिडियो हेर्ने सबै सम्पूर्ण साथीहरूले मेरा फेसबुक साथीहरूले अब यस्ता गरिबहरूको अहिले सुकुम्बासीहरूलाई हुकुमवासीहरूले सर्वसाधारण गरिबी सुकुम्बासीहरूलाई यसरी हटाइदियो। अब लाग्यो बर्खा सान्ने चर्का भेटुनु हरायो भन्ने जस्तै हजुर कहाँ बस्ने मुन्टामी पानीको गाग्रो आयो हजुर क्यार्ने कहाँ बस्ने बुढी अब क्यार्ने त यिनी हुकुमवासी ठुला ठुला धनीहरूले भाडा लिन चाहिँ अहिले सरकारले आए पुरो फालिदियो। हजुर डोजर लागिन नि फाल्दै बुढा के गर्ने त अब कहाँ जाने त अब यो अब क्या दे बुढी बर्खा लाग्यो कहाँ बस्ने हजुर मेरो यो भिडियो गरिबहरूको भिडियो हेरेर लागेको कमेन्ट सेयर गरिदिनु होला हजुरको सास सबै अगाडि बढ्नेछु हजुर म गरिबको सेवा सुविधा गरिदिनु होला क्यार्ने यस्तै छ। अब बुढी क्याद्दै त बर्खा आएर सर्काउनु बादल लाग्यो अब यही बुढीकन बहिनीबाट बुढी क्याद्दै त यसै बुढीकन अब दिन काट्नुबाट बुढाबुढी यसै अरे घोप्टे कट्नुबाट बुढी क्याद्दै त बुढी न